ओहो सबैजनालाई नमस्कार। हाल म चाहिँ पोखरी बजारबाट मेरो गाउँ सञ्जु नगरपालिका 4 उरिङ्गा जाँदैछु। हालसालै म यो बतासे र कुक्साको सङ्गम स्थलमा बगिरहेको खेकुवा खोलामा आइपुगिसकेको छु। एकदमै स्वच्छ र कञ्चन सफा पानी खोलामा बगिरहेको छ। हेर्न सक्नुहुन्छ, अत्यन्तै सुन्दर दृश्य भनेर भन्दा केही नपर्ला। बाटो पनि कोही सोर्ने गरेको बाटो छ। अहिले यहाँ चाहिँ पुरै खोलालाई होम पाइपको युज गरेर अन्डरग्राउन्डबाट पास गराइएको छ। बाटो चाहिँ पुरै ढुङ्गा कसले दाउरा काटेर राख्नु भएको रहेछ। बर्खा लागिसक्यो, पानी परेर पुन पनि सुरु भइसकेछ। एनिवे बाटोको हालत चाहिँ यस्तो छ है।